जान्छ दामी गर्छ एकछिन ल हेलो किन हो तिमी छ दो ai ta thì em đấy आम्मा कसले बनाएको यो सेडी चाहिँ फेरि मेरो चाहिँ भन्नु केही पनि छैन कि मैले त्यो दुध बेच्नु आएको होइन उहाँ क्याटरिङको भाइलाई मैले भन्दा पनि किन्नै मानेन तपाईँहरू कोही किन्छ कि मेरो दुध दुध छ मलाई ज्यादा लिँदैन 120 प्योर प्योर है एकछिन पर्खिनु ल एकछिन पर्खिनु है एकछिन है प्योर बिस्लेरी एकछिन यसमा पनि छिट्नु पऱ्यो नि त फेरि होइन खाने एकदम आउनु पऱ्यो नि त फेरि काट्दै आम्मा दाजु को 120 लाने हैन 120 मा लाने हैन को थियो अघि मलाई पर भन्दै थियो ओ दाजु तपाईले दुधमा पानी हाल्दैछ मैले देखेँ दूर से देखेँ दुधमा पानी हाल्नु हुँदैन अब पानी चाहिँ मैला हो कि राम्रो हो कि त्यसै नगर्नुहोस् ल तिमी चाहिँ भैया सुब्बा हो हामी यस्तो हामी गाउँले गाउँ बसेको हो अलिकति साइड दिएको छ के अन्त यस्तो हो तपाईँले यो दुध छ नि तपाईँको दुध मैले खाएको हुँदैन पहिला भन्नु न के हो खायो न नि सुन्नु न तपाईँको दुध खाएको नानीहरूले मिठो तिमी चाहिँ बोल्न पहिला लो नानीले दुध खायो राम्रो गरेर खाए पनि मिठो अब नानीले त्यो दुध खाँदैन तपाईँ पानी बेसी हाल्दैछ तैँले देखिस् मैले पानी बेसी हालेको ओहो पतला हुन्छ तपाईँको दुध एकदम पतला हरेन बोले पतला हुन्छ अरे अब यहाँ अब यस्तो काम नगर्नुहोस् न दाजु हौडे कि बिहारी जस्तो बोल सुब्बा अनि सुब्बा बोल होइन कि साइड इफेक्ट हो के साइड इफेक्ट हो तिमीले यो दुध चाहिँ अब पहिला खाएको हामीले ओए दुध बेसी हाल्दैछ तिमीले पानी हाल्दैछ गुस्सा नगर गुस्सा चाहिँ पहिला हाल्नु के चिन्दैन गुरुङको छोरे गुरुङको लो तपाईँले एक काम गर्नुहोस् पानी कम्ती हाल्नु 2 पैसा बेसी गरिहाल्नुहोस् न 2 पैसा जाँदा दाम दिइहाल्यो साह्रो बोलेको के साह्रो बोलेको तर पनि टक्करहरू पनि गुस्सा नगर्नु ल अब चाहिँ तपाईँ दुधमा चाहिँ एकदमै पानी कम्ती हाल्छस् कि अब हामी गयो जान्छस् कि म गुस्सा नगर्नु त अब हामी खाउँदै हो जान्दैनस्
रुपियाँ किन्छु भन्दैछ त्यहाँ म लगिदिन्छु बरु किन्नुहोस् घर कतिमा म तपाईँलाई घरसम्म छोडिदिन्छु नि दुध चाहिँ लान्छ कि लाने भन्न दुध बोक्नुहोस् न तपाईँ यो त नि भगवान्लाई त खोजी मारे दिन्छु होला हौ कहीँ केही गर्नै दिँदैन यहाँ के भएको तपाईँ हिँड्नुहोस् अघि त्यो सुब्बा हो कि के हो त्यो भैया भन्छ सुब्बामा बसेर सुब्बा जस्तै बोल्छ हो ओए दुध भाउजूले पर्खिरहेको छ हिँड्नुहोस् न जानेर म हिँड्नुहोस् त एक स्पिच दिन्छु म अहिले पनि मान्छेको छेउमा तपाईँसँग बोल्नु के भएको भगवान् के भएको दाजु एकछिन बोल्दैन भाइ फोन राख्छ उठेकोदेखि फोन चलाएको भर्खर खेलेको त एकछिन खेल्नु दिनु न अहिले बाबा आएर तर त्यहीँनिर त आफ्नो भने बारीदेखि लिएर तल सबै ठोकर्नु छ घाँस काट्नुपर्ने छ यो मान्छे कहाँ गयो कहाँ रक्सी खाएर भोकिरहेको होला खाइनिर छिमेकीले सुन्यो भने के भन्छ? के नराम्रो हल्ला मात्रै गरेको छ
नि खुट्टा धोकियो मान्छे पनि नि आउनु खुट्टा थिकिन्छु छोडा 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 तिमी पैसाको चाहिँ चिन्ता नगर कि अस्ति गाउँले खसी खान्छु अनि त्यो 30 किलो पुगेकोले चाहिँ चक्कै गाडी कि यसको फिस तिमीलाई पाए नेक्स्ट 30 किलो पुग्छ हौ त्यो भगवान माफ गर्नु गल्ती भयो मेरोबाट गीत गाइदियो पैसा हामी सबसे पहिला तान्ने सासैले तान्दिन्छ के आनी बेसी भगवान आमा करो
हौ चोकेर हाँस्दै राख्नु रहेछ तपाईँले 1 करोड छ 1 करोड मलाई पत्ता आएन मलाई यता हेर्नु त यो बिचको बहिनी चाहिँ हुन्छ होला हौ एकदम रानी खालको छ तिमी हुन्छौ जारी के भयो बाबा कुन हिरोइनको कुरा गर्नुभएको ओहो मैले त बिर्सेछु भुतुकै आफ्नो छोरी रानी छ त हिँडेर देख्नु त के भएको बाबा के गर्नु अरे फिल्म बनाउने म 1 करोड लागेछ यहाँ 1 करोड तेरो बाउको सानोदेखिको इच्छा बनाइन्छ यो मेसेज आएको के कलहरु आयो कहिले कल्चर केही आएको छैन मैले अस्ति युट्युबमा पनि देखेको एउटा मान्छेले हालिरहेको थियो 1 करोड पर्यो भनेर बाबा चाहिँ अहिले सुजो र बुझो के 1 करोड भन्दै हल्ला गरेको के को सुजो न बुझो आइस लाग्यो मान्छेले सुन्यो भने के भन्छ के भएको अब सुन्नेले के भन्छ मलाई करोडपति भन्छ नि यति सजिलोले 1 करोड लाग्छ छोड्नु म यहाँ कन्फर्म गर्छु ए भगवान किन यो त गरी आउन त दाजु हेलो हेलो कहाँबाट बोल्नु भएको के भन्नुभयो हजुर पैसाको खेल कम्पनीबाट बोलेको हजुर हजुर यहाँ के 1 करोड लागेको रहेछ नि ए हजुर सुमन राईको बा लागेको छ हजुर अहिले सिंहले मेरो नाम भन्दैछ हजुर नमस्कार सर मेरो नाम हो सुमन राई सिंगल पिस भन्नुस् न हजुर पक्का तपाईले हो सुमन राई हजुर पक्का एकदम ए हजुर तपाईको नाममा 1 करोडको लटरी लागेको छ हजुर सुनिस् हैन भन्नुहोस् सर हजुर तपाईले यो 1 करोडको लटरी क्लेम गर्नु लागि चाहिँ ज्यू तपाईले मैले पठाएको अकाउन्टमा 25,000 हाल्नुपर्छ हजुर ए कति 25,000 मा हजुर मेरो चाचा त्यो ब्यागको पासबुक लिएर आइज अनि हामीले 25,000 दियो भने चाहिँ हामीले 1 करोड पाउँछ हजुर तुरुन्तै पाइहाल्नुहुन्छ हजुर ए अहिले नै तपाईलाई 25,000 हाल्दिहाल्नु पर्ने हो हजुर अहिले हालिदिनु भयो भने भोलि बेलुकासम्म तपाईको अकाउन्टमा 1 करोड रुपैयाँ टुप्लुक्क आइहाल्छ हजुर साला चोर ढाट हामीले लुट्नु भन्छ कतिजनालाई लुटिसकिन्छ तेरो पर्सनल डिटेल्स निकालेर अहिले पुलिस कम्प्लेन गर्छु बुझिस् बोल ए भगवान तिमीले डुबायो पुलिसको कुरा गर्नु साथ फोन काट्यो त्यसले बाबा चाहिँ के भएको हैन होला फेरि कल गर्छ अहिलेको जमानामा पनि तपाईँ यसरी स्क्याम हुँदै फस्ने अब एकताल कल गर्नु यो अनलाइन स्क्याम हो बाबा अहिले पुरा भइरहेछ तपाईले बुढी
होइन दाजु, एउटा त हामीले यो त याद राख्नु पर्यो नि हो, त्यो जुन बिस्किटमा कुनै पनि सामान किन्दाखेरि त्यसको यदि प्याकेटमा लेबल छैन भने त्यो सामान किन्नै हुँदैन सकेन्द्र दाजुले। त्यसको कहिले एक्सपायरी हो, कहिले म्यानुफ्याक्चर हो, कसले बनाएको, कुन कम्पनीले त्यसलाई भ्यालिडेट गर्दैछ, त्यो त हामीले हेरेर किन्नु पर्यो नि। अनि त्यस्तो भइहाल्यो सपोजको लागि गडबडी केही भइहाल्यो भने पनि गर त्यो दोकानीलाई कुट्ने हो त, कसलाई कुट्नु हो त? भाइ सम्झाइदिनु राम्ररी सम्झाइदिनु। हेर्नुहोस्, हरेक डिस्ट्रिक्टमा डिस्ट्रिक्ट कन्ज्युमर रिड्रेसल फोरम बनिएको छ, बुझ्नु भएन? अब यो डिस्ट्रिक्ट कन्ज्युमर रिड्रेसल फोरम हामी तपाईँ जस्तो उपभोक्ताले गएर कम्प्लेन गर्ने ठाउँ, त्यहाँ गएर हामीले कम्प्लेन गर्नुपर्छ, त्यहाँका अफसरहरूसँग कुराकानी गर्नुपर्छ र आफ्नो सबै विवरण बताउनुपर्छ र त्यो सबै फ्री अफ कस्ट पनि हुन्छ, बुझ्नु भएन? यदि त्यहाँ जान सकिएन भने 1915 मा फोन गर्यो भने पनि हुन्छ। 1915 त्यतिमा फोन गर्यो भने भइहाल्छ। अनि अर्को कुरा व्हाट्सएप गर्दा पनि हुन्छ, 88401915 भन्नुहोस् त, 88401915 यसमा व्हाट्सएप गर्यो भने सुन्नु न भाइ, एउटा कुरा सोध्नु मन पर्यो। त्यो के अरे 25 रुपियाँ प्याकेट बेची तिनीहरूले 28 रुपियाँहरू लिन्छ कि त्यसमा चाहिँ गर्दा हुन्छ? अरे किन हुँदैन दाजु, ठगी भले 1 रुपियाँको होस् कि 1 करोडको होस्, त्यो ठगी भनेको ठगी हो। ठग्नु चाहिँ पाप हो भने चाहिँ हामी तपाईँ ठगिनु चाहिँ महापाप हो। त्यसैले 1 रुपियाँ होस् 1 करोड होस् हामीले कम्प्लेन गर्नुपर्छ। अब कम्प्लेन गर्नु जाँदा त गाडी भाडा लाग्छ, खाजा खानु पर्यो। मैले भने त तपाईँलाई, भन्न खोजेको आफ्नो खर्च हुन्छ भन्नुभएको होइन? अरे खर्च अहिले गर्दै गर्नुहोस्, जाँदै गर्नुहोस्, कम्प्लेन गर्नुहोस्, तर जब त्यो दोकानी दोषी पाइन्छ नि तब त्यो सबै तपाईँको खर्च ब्याज समेत तपाईँलाई फिर्ता गर्नुपर्छ, बुझ्नुभयो नि? होइन भाइ, घर बसी बसी चाहिँ हुँदैन भने तपाईँले 1915 मा फोन गर्नुहोस् या त 88401915 मा व्हाट्सएप गर्नुहोस्। अनि अर्को कुरा, ई जागृति भनेर गुगलमा तपाईँले सर्च गर्नुभयो भने एउटा वेबसाइट खोलिन्छ, त्यहाँ गएर तपाईँले आफ्नो मुकदमा आफै गर्नुभयो पनि हुन्छ। त्यति सजिलो छ त हो? होइन बुझेँ कि बुझेँ मैले भगवान् कि तर मेरो नानीको खर्च कसले दिन्छ? मर्नु झन्डै मारेन अनि त्यो खर्च पनि त्यसलाई तिराउनु पर्छ नि। अब हामीहरूले के दिन्छ? गर, अब अर्कोलाई कुटेको रहेछ अघि नै। एकछिन ल भाइ, के आयो फेरि? भिडियो कल हो। उता त मलाई भिडियो गर्नु। हेलो 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 यता छ नेटवर्क अलिक यहाँ आउँछ। हेलो सर, टेन्सन हेलो भिडियो कल। हेलो हजुर, क्या मैं सुमन राय से बात कर रहा हूँ? हाँ जी सर, हम सुमन राय है। हम सत्यम। मैं दिल्ली एयरपोर्ट से बोल रहा हूँ, कस्टम ऑफिसर मनीष प्रसाद। आपके नाम पे यहाँ पे एक पार्सल आया है। अरे मेरो घरबाट त कोही सिलगढीदेखि उतै गएको छैन, कहाँ यो दिल्ली कहाँ जाता है? मेरो साथीहरू छ कोही? मेरो चाहिँ कहाँ छ त्यहाँ? अन्त के हो सर, ठीक से बताइए ना। अरे ये तुम्हारा नाम और तुम्हारा एड्रेस लिख के हमारे पास पार्सल आया है। इसमें करोड़ों का ड्रग्स पड़ा हुआ है। हमको साथी क्या बोला साथी? ये धंधा कब से शुरू कर रहे हो तुम? साथी क्या सर, हम तो ना गाँव का आदमी है सर जी। क्या में उठ के गाय का दूध दूता है, घास काटता है, पानी खाता है साथी, हम नहीं है। ये बात सब मुझे नहीं पता। तुम्हारे नाम पे ये पार्सल आया है, ये ड्रग्स बेच रहे हो ना तुम, कब से बिजनेस शुरू कर रहे हो? अरे भगवान कस्तो बाबुजी को कुकुर में आइना गरेको। अरे सर जी हम नहीं है। भाई बात कर रहे थे क्यों यो ड्रग्स बच्चे भाई? सर सुमन जी ऐसा कुछ नहीं करते सर, एकदम गांव का भोला भाला आदमी है सर। जी सर जी, आप कौन है? मस्ती। आप कौन है? मैं इनका पड़ोस हूँ सर। अच्छा, तो आप दोनों मिलकर ये बिजनेस कर रहे हैं ना? ए भगवान, ये मुझे को बात कर रहे हो सर आप कहाँ से बात कर रहे हो? मैं दिल्ली एयरपोर्ट से हूँ, कस्टम ऑफिसर। अच्छा, दिल्ली सुमन राय के नाम पे एक पार्सल आया है। जब हमने चेक किया तो उसपे करोड़ों का ड्रग्स पड़ा हुआ है। सर जी हम नहीं है, प्लीज सर जी कुछ करिए ना। सर जी हम मुझे कहीं मत हिलना। मैंने सिक्किम पुलिस को फोन कर दिया है, वो तुम्हें हाउस अरेस्ट के लिए आ रहे हैं। अगर कहीं भी हिले, कहीं भी गए तो तुम्हें फाइन 50,000 पड़ेगा और 10 साल का जेल भी जाना पड़ेगा। ए भगवान सर जी, हम क्यों हुए ना, हम जेल जाता है सर जी, मत करिए ना ऐसा सर। बस्ती से है। प्योर बस्ती का एक पैसा नहीं होता है। ऐसा मैं नहीं चाहता। तुम्हारे नाम पे जो पार्सल आया है, ये बहुत बड़ा केस हो रहा है। अरे फाइन कर
करता। पैसा है, पैसा बोलता है। हाँ जी सर जी, हाँ जी, पैसा पैसा। तुम गांव के रहने वाले हो क्या? रुकिए ना सर जी, आप तो सुनते ही हैं। इधर देखिए तो सर जी, मेरा एक छोटी बेटी है, शादी भी नहीं हुआ है, इसका शादी कराना है सर जी। तो क्या मैं दूल्हा ढूंढ के तुम्हारे यहाँ भेज दूं? अरे सर जी, मैं आपको क्या दूल्हा के लिए बोल रहा हूँ, माफ कर दीजिए ना, कुछ ले देके टस कर दीजिए सर जी। तुम गांव में रहते हो ना? हाँ जी सर जी, पूरा बस्ती गई रोड से गोट बेच रहे हो ना, गोट बेच रहे हैं, गोट बेच रहे हैं, बेच के पैसा बनाते हैं। ठीक है ठीक है, हाँ जी सर। मैं तुम्हें एक अकाउंट नंबर भेजता हूँ, जी, उसमें सर। अभी के अभी 5 लाख रुपए डाल दो, मैं ये केस यहीं के ही रफा दफा कर दूंगा, तुम्हारे नाम पे कोई केस नहीं बनेगा। अब सर जी 5 लाख तो बेसी नहीं हुआ है, थोड़ा कम करिए ना। मैं इतना बड़ा केस अपने आप में रिस्क लेके सेटल करने की कोशिश कर रहा हूँ और तुम्हें ये भी ज्यादा लग रहा है, मैं अभी केस फाइल करूँ? ये बोलता है गोट बेच के तुम्हें पैसा देता है। सर जी, हमने वो गाय का गोट है कि वो बेच के पैसा देता है। हाँ जी सर जी। ठीक है, जल्दी करो। सर जी 2 दिन का टाइम तो दीजिए ना। ठीक है, 2 दिन का टाइम देता हूँ, अगर नहीं किया तो केस फाइल कर दूंगा मैं। ठीक है सर। और फिर म भने त सुन्नु त हेलो, हाँ सर बोलिए, आप कहाँ से बोल रहे हैं बोले? मैं दिल्ली एयरपोर्ट। अच्छा, आप दिल्ली एयरपोर्ट से बोल रहे हैं? हाँ। तो अपने सुमन दास जी के नाम पे ड्रग्स आया हुआ है? हाँ, उनके नाम पे ड्रग्स आया हुआ है। अच्छा, तो आप क्या करने से आप केस रफा दफा कर देंगे बोल रहे थे सुमन सर से? मैं उनसे 5 लाख रुपए दे के लेके ये केस यही रफा दफा कर दूंगा। अच्छा, अगर नहीं दिया तो सर ये? नहीं दिया तो केस फाइल कर दूंगा। अच्छा, जेल जाने पड़ेगा सुमन को। अच्छा, आप कुछ बोल रहे थे ना, अरेस्ट कुछ बोल रहे थे सर? हाँ, मैंने बोला है, मैंने सिक्किम के ऑफिसर को फोन कर दिया है, वो हाउस अरेस्ट के लिए आ रहे हैं। ओके, हाउस अरेस्ट के लिए आ रहे हैं सर? हाँ। अच्छा, हाउस अरेस्ट के लिए कौन कौन आ रहे हैं सर? वो सब मुझे नहीं पता, मैंने फोन कर दिया, वो कोई आ रहे हैं। अच्छा सर, आप भी आइए ना सर हाउस अरेस्ट के लिए सर। मैं क्यों आऊँ? सर आइए ना सर, हम चाय वाय बना के रखते हैं सर आपके लिए। एक कप चाय के लिए मैं दिल्ली से सिक्किम आ जाऊँ? अरे आइए ना सर। बात कर रहे हो? अरे आइए सर, खीर भी बना के रखते हैं सर। अरे इतना सीरियस टॉपिक पे तुम खीर की बात कर रहे हो, तुम्हें जरा सेंस नहीं है क्या? अरे सेंस तो तुम्हें नहीं है, बकवास हमें समझाते हो, हाँ? हमें समझाते हो। अब हाउस अरेस्ट हमें नहीं, हम तुम्हें करेंगे, हम तुम्हें अरेस्ट करेंगे। अबे हम जा रहे हैं पुलिस के, आगे ना, आगे होगी भागे भाइ। अरे होगी भागी सब ये को जानु पर्छ। यो सबै ठगी हो, कानुनको कुनै प्रावधानमा पनि हाउस अरेस्ट जस्तो चिजै छैन। अघि यसले हाउस अरेस्ट भन्ने बित्तिकै मलाई संकेत त लागेको यो ठगी हो भनेर। हामी एक गफ गर्दा तपाईले भनै दिनु भएन। हाउस अरेस्ट भन्ने चिज यिनीहरू ठगीहरूले हामीलाई ठग्नको लागि मात्र प्रयोग गरेको हो। हामीलाई कुनै हाउस अरेस्ट कसैले गर्नै सक्दैन। बुझ्नुभयो तपाईले? बुझे कि भाइ तिमी त अन्त भाइ अब यत्रो पुलिसको लुगा लगाएर धम्काएपछि जेल हाल्छु भने त डर लाग्छ नि त। अरे यिनीहरूको तरिका यही हो, कोही कोही बेला हामीलाई कस्टम अफिसर हो भन्छ, कोही कोही बेला पुलिस अफिसर हो भन्छ, तपाईले यो गरेछ, तपाईको नाममा पार्सलमा यो आएछ भन्छ। यिनीहरूले हामीलाई एउटा सुनसान कोठामा जानुहोस्, दरवाजाहरू बन्द गर्नुहोस्, एक्लै बस्नुहोस् भनेर पुरा पहिला आतंक बनाउँछ, डराउँछ, धम्काउँछ अनि हामीलाई पैसा लगाउनमा मजबुर बनाउँछ। हामीले यस्तो अगाडि फोन राखेर चाहिँ ती एरेस्ट गरेको भनेर बसाको बसाइ बनाउँछ। कतिवटा त्यस्तो केसहरू भएको छ। त्यसै कारणले हामी तपाईँ सतर्क बस्नुपर्छ। कसैले पनि हाउस एरेस्ट भन्यो भने त्यसलाई म तँलाई एरेस्ट गर्छु भनेर फोन काटिदिनुहोस् अनि तुरुन्त त्यसलाई ब्लक गर्नुहोस्। नजिकैको थानामा प्रहरी चौकीमा जानुहोस् या त 1930 साइबर क्राइमको हेल्पलाइन नम्बरमा फोन गर्नुहोस्, नभए भने cybercrime.gov.in मा पनि तपाईँ हामीले कम्प्लेन गर्न सक्छौँ। बुझ्नुभयो नि दुश्मन दाजु? बुझे कि भाइ सबै कुरा चाहिँ यसले गर्दो रहेछ। रातको आधा मलाई चाहिँदैन, पुरै ट्याक्सी मिलाइदियो। ओ ठिकै भन्नु। अब मान्छेले स्मार्टफोन मात्रै बोकेर भएन सबै दाजु, मान्छे पनि स्मार्ट बन्नु पर्यो। नत्र हो भने चाहिँ ठगारहरू चाहिँ हामी तपाईँभन्दा एक कदम अघि बढ्नलाई दिनौदिन प्रयास गरिरहेका छन्। हामी तपाईँले पनि आफ्नो समय अलिकति निकालेर आफ्नो व्यस्त जीवनबाट अलिकति समयलाई आफूले सही जग्गामा निकालेर यस्ता कार्यक्रमहरू, एवारनेसहरू र साथै डिपार्टमेन्टको योजनाहरू बुझ्यौँ भने चाहिँ हामी तपाईँ पनि
जानकार बन्छौँ अनि सतर्क रहन सक्छौँ। बुझ्नुभयो नि त? अब कन्ज्युमरको कुरा गर्नुपर्दा हामी तपाईँ अरू जग्गामा पनि ठगिने गर्छौँ। दोकानमा गयौँ, कसैले एक्सपायरी चिज बेच्छन् है, कसैले त्यो आलु किन्न गयौँ भने 1 केजी आलु किन्दा त्यो जुन ढाकी छ लौलिने त्यो ढाकीको पनि वेट त्यही 1 केजीमा लगाउँछ। तपाईँले याद गर्नुहोस् 900 ग्राम आलु छ, 100 ग्राम चाहिँ त्यो ढाकीको, 1 केजीको तपाईँले पैसा दिएर आउनुहुन्छ। याद राख्नुहोस् अलवेज त्यो 100 ग्राम ढाकीको वेट काटिएको छ कि छैन त्यो पनि तपाईँ हामीले बुझ्नुपर्छ, हेर्नुपर्छ, चेक गर्नुपर्छ। बुझ्नुभयो नि? सुन्नु न भाइ, उयो भाइ पनि अस्ति खै एउटा के भिडियो कल आयो, दामी छ भाइ टक्कै फोन आयो र खट्टै उठायो कि अब क्या भन्ने के मेरो बुढीको डिम्पल भन्ने त्यहाँ बज्दैछु बोल्दै गएको त कि कुनै गरेर टक्कै मेरो त यति छ अघि काटेर लगेको जस्तो होइन। त्यहाँदेखि एकछिनमा फोन गरेर त कस्तो बनाएर पठाएर रहेछ क्या भन्नु सक्नु नानी छ अन्त कुनै कति रुपियाँ हाल्दे कुनै कति हाल्दे भनेर कहाँ बुझेँ, मैले बुझेँ तपाईँको कुरा बुझेँ। हो यस्तो त्यही कारण चाहिँ हामीले नयाँ नम्बरहरूबाट नचिनेको मान्छेको फेसबुकमा पनि फ्रेन्ड रिक्वेस्टहरू नलिनुहोस्, उडाउनुहोस्। इन्स्टाग्राम भयो, व्हाट्सएपहरूमा पनि नचिनेको मान्छेको भिडियो कलहरू, मेसेज इन्टरटेनै नगर्नुहोस्। पहिला हामी तपाईँलाई फ्रेन्डली बनाउँछ, हाई हेलो यो त्यो, म पनि एलोन तपाईँ पनि एलोन, सिङ्गल मिङ्गल कहानी लामो हुन्छ। त्यहाँदेखि हुँदै गएपछि हामी तपाईँलाई ठगी गर्ने यो एउटा प्रोसेस हो है। भिडियो कल आउँछ, त्यहाँदेखि हामी तपाईँको भिडियोलाई एडिट गरेर चाहिँ यस्तो बनाइन्छ कि हामी तपाईँ चाहिँ उहाँसँग चाहिँ कुनै नराम्रो कर्ममा हामी इन्भल्भ भइरहेको छौँ भन्ने खालको बनाएर चाहिँ हामी तपाईँको फ्यामिलीलाई मेसेज गरिदिन्छु, फेसबुकमा हालिदिन्छु भनेर हामी तपाईँलाई ब्लेम गर्छ, फ्रड गर्छ, स्क्याम गर्छ, धम्काउँछ। त्यसै कारण अननोन नम्बरबाट अबदेखि डिम्पल हेर्ने होइन। मैले पनि दुध त पानी मिलाउनु हुँदैन त हुँदैन नि भाइ, त्यो अब टुका सुका गर्नुपर्यो त्यसरी कहाँ ठगिन्छ कहिले पनि। तपाईँले घर चलाउनुलाई अब खट्नु खानु छोड्नुहोस्, अर्को गाई थप्नुहोस्, प्रडक्सन बढ्छ, पैसा बेसी आउँछ, घर चलिगयो त स्मार्ट भइदिनु भने अनि सुन्नु न भाइ, अब मेरो पनि है घरि लट्टु भसै घरि के ड्रग्स भन्दैछ होइन, त्यसो खाना चाहिँ होइन त्यसले कसलाई कुटेर आएको छ कि बिचरा जानुपर्छ डिस्ट्रिक्ट कन्ज्युमर रिप्रेजेन्टेटिभ पनि जानुपर्छ।